नमस्कार सबैजनालाई। म चन्द्रप्रकाश गुरुङ, काफलपुट पोखरा सम्पर्क समितिको चाहिँ अध्यक्ष पनि हुँ अहिले। र विशेष गरेर चाहिँ यो गाउँ ठाउँ भनेको हामी जन्मेको ठाउँ हो। मेरो जिजुबाजे पूर्व जिजुबाजेहरू सबैजना चाहिँ हामी चाहिँ भनौँ न यही गाउँठाउँमा को माटो, यही गाउँठाउँको चाहिँ पानी, यही माटो, यही गाउँठाउँको चाहिँ गोरेटो हिँडेर हुर्किएर अहिले हामी जुन ठाउँमा जसरी चाहिँ अवस्था भएर बसे तापनि यो गाउँठाउँलाई बिर्सिनु हुन्न भन्ने हाम्रो चाहिँ विशेष माग हो। र यसको लागि हामीले विशेष म जब प्रवासमा थिएँ, प्रवासमा रहँदाखेरि हामीले केही रकमहरू आफ्नो गाउँको लागि यहाँको चाहिँ विशेष खानेपानीको चाहिँ अलिकति समस्या थियो, त्यो समस्यालाई चाहिँ देखेर प्रवासमा रहेका हाम्रा केही दाजुभाइहरू हामी सबै मिलेर 8-10 लाख रुपियाँ जति जम्मा गरेका थियौँ। त्यो पैसा चाहिँ केही पैसा चाहिँ हामीले यो ग्राउन्डमा चाहिँ सम्झाउनको लागि, ग्राउन्ड बनाउनको लागि गऱ्यौँ। यो सामाजिक काम कार्यहरू, विवाह वर्तमान, अर्गौँ, लोसार होइन, अन्य किसिमको चाहिँ के अरे पूजापाठ जे भए तापनि हामीले त्यस्तो खालको चाहिँ एउटा गाउँमा आएर मनाउने एउटा चाहिँ स्थल हुन्छ भन्ने हिसाबले हेतुले हामी चाहिँ त्यसरी बनाएका थियौँ, गरेका थियौँ। र केही कारणवश यो हुन सकिरहेको छैन। हुन त यो सबैभन्दा ठुलो कुरो चाहिँ आर्थिक नै हो। आर्थिकले नै हो सबै कुरो चाहिँ सम्पन्न गराउने। आर्थिक सम्पन्न छ त सबै कुरो सम्पन्न हुन्छ। त्यसले गर्दा पहिलो चरणमा हामीले चाहिँ केही रकमहरू आपसी प्रवासमा रहेको दाजुभाइहरूसँग चाहिँ हामीले सङ्कलन गरेका थियौँ। र त्यो रकम मध्येमा चाहिँ केही रकम हामीले यहाँ यो ग्राउन्ड बनाउने प्रक्रियामा लाग्यौँ। र केही रकम बाँकी छ, अझै 5-7 साढे 7-8 लाख रुपियाँ जति होला। त्यो रकमले अब चाहिँ यहाँको चाहिँ विशेष गरेर चाहिँ यहाँ खानेपानी ल्याउने हाम्रो चाहिँ विशेष पहल छ। र त्यो पानी ल्यायो भनेदेखि अब यो पानीको चाहिँ अब संरचना कसरी बनाउने, अब साथीहरूले भन्नुहुन्छ यहाँ चाहिँ एउटा चाहिँ प्रोग्रामको लागि चाहिँ एउटा स्टेज, पछाडि चाहिँ मलमूत्रको लागि चाहिँ अब टोयलेट, शौचालय, अब यो त तर बिचमा चाहिँ कुनै अब यो पुरानो सब चाहिँ स्थापना कालदेखि नै बनाएको चाहिँ यो भवन, यसलाई नफालिकन यो बिचको चाहिँ जो रहेको चाहिँ यो टोयलेट छ, यो शौचालय छ, यसलाई चाहिँ उतै स्थानान्तरण गराउने र बिचमा रहेको केही भागहरू, त्यो भागहरू खुल्ला रहेर भोलि चाहिँ कुनै किसिमको चाहिँ एउटा कुनै किसिमको चाहिँ प्रतियोगिता, कुनै किसिमको चाहिँ अन्य आफ्नो आफ्नो कल्चर, आफ्नो संस्कार अनुसारको चाहिँ यहाँ कुनै किसिमको चाहिँ विवाह वर्तमान अथवा चाहिँ आज पूजा पाठ होमन अब गाउँठाउँको चाहिँ सबै दाजुभाइहरू मिलेर चाहिँ यहाँ चाहिँ कोही सिर्फ गुरुङ मात्रै भन्ने कुरो छैन। यहाँ क्षेत्री हुनुहुन्छ, ब्राह्मण हुनुहुन्छ, गुरुङ, ब्राह्मण, क्षेत्री, कामी, दमाई, विभिन्न आफ्नो आफ्नो जातिको जसले पनि आएर चाहिँ प्रयोग गर्न सकिने एउटा सामाजिक स्थल हो। त्यसले गर्दाखेरि यो कुनै किसिमको चाहिँ यो व्यक्तिगत अथवा चाहिँ जातीय उसमा चाहिँ यो होइन, तर यहाँ चाहिँ काम एउटा इस्टिमेट तरिकाले चाहिँ हामीले गराउने र यो पहिला त्यसको लागि चाहिँ एउटा संरचनाहरू बनाउने क्रममा अब यो छेउछेउमा चाहिँ एउटा टहराबाट के भनौँ न, यो चाहिँ ट्रस्ट जस्तो बनाएर यहाँ बस्ने, छेउछेउमा बस्ने, बिचमा चाहिँ बस्ने, दायाँ बायाँ चाहिँ कुनै खाना पकाउने कि भान्सा कोठाहरू यताउता सबै बनाएर हामी चाहिँ एउटा चाहिँ बनाउने परियोजनामा छ। 5-7 लाख रुपियाँ चाहिँ त्यति बजेट छ। त्यति बजेटले नि पुग्ला नपुगेको खण्डमा चाहिँ हामी आफ्नो के किसिमले चाहिँ अब सरकार, स्थानीय तह सरकारसँग हुन्छ कि प्रदेश सरकारसँग हुन्छ कि अथवा चाहिँ हाम्रो चाहिँ यहीँको दाजुभाइहरूसँग फेरि केही रकमको लागि हातेमालो गरेर हुन्छ कि यो चाहिँ हामीले बनाउने हाम्रो अठोट रहेको छ। धन्यवाद।